Today, I want to share something from my personal experience. A few months ago, I used to think success comes from doing something really big. तर मैले पछि बुझेँ कि हाम्रा साना साना ह्याबिट्सहरू नै सबैभन्दा इम्पोर्टेन्ट हुन्छ। सो इन दिस भिडियो म ती साना ह्याबिट्सहरूको बारेमा कुरा गर्छु which changed my lifestyle, improved my mindset and helped me to do tasks without getting distracted. So now let's start. Now when I say yoga, धेरैको माइन्डमा डिफिकल्ट पोजेस र गाह्रो आसनहरू आउँछ, बट इट्स नट अबाउट द्याट। म एउटा सिम्पल र इफेक्टिभ योगाको बारेमा कुरा गर्दैछु जसले हामीलाई फोकस्ड र एनर्जेटिक फिल गराउँछ। Honestly, meditation has been one of the best habit I have added to my daily routine. मेडिटेसनले मलाई ओभरथिङ्किङ कम गर्न, आफ्नो माइन्डलाई शान्त बनाउन, छिटो सिक्न र धेरै टाइमसम्म फोकस गर्न हेल्प गर्यो। नाउ द क्वेसन इज हाउ मेनी मिनट्स डु वी निड टु डु योगा एन्ड मेडिटेसन टु फिल मोर एनर्जेटिक, फोकस्ड एन्ड काम। द गुड न्युज इज द्याट तपाईँले यसको लागि घन्टौँ समय दिनु पर्दैन। इन द बिगिनिङ तपाईँले केवल 10 देखि 12 मिनटसम्म योगा र 2 देखि 5 मिनटसम्म मेडिटेसन गर्नुहोस्। त्यसपछि बिस्तारै तपाईँको ह्याबिट बिल्ड हुँदै गर्छ र यु स्टार्टेड डुइङ देम फर अबाउट हाफ एन आवर एन्ड इट्स इनफ फर स्टुडेन्ट। नाउ क्यान एनीवन गेस वाट द नेक्स्ट ह्याबिट इज? यो धेरै सिम्पल ह्याबिट हो, बट मोस्ट स्टुडेन्ट इग्नोर इट। यस, त्यो भनेको धेरै मात्रामा पानी पिउनु हो। धेरैलाई लाग्छ कि पानी तिर्खा लाग्दा मात्र पिउने हो, तर यसले हाम्रो माइन्डलाई फ्रेस बनाउन एकदम धेरै हेल्प गर्छ। सो जति सक्दो पानी धेरै पिउनुहोस् र आफ्नो माइन्डलाई फ्रेस र फोकस्ड राख्नुहोस्। So these are some of my small habits that help me to stay focused, disciplined and consistent. Thank you for watching. If you enjoy this video, don't forget to like, share and subscribe. अब अर्को भिडियोमा भेटौँला। Until then, stay focused, stay disciplined and keep growing.